Hey guys, welcome back my new video हैन। टक्कला रात चाहिँ म आँप लिन हिँडेको आँप। म चाहिँ घरबाखि रहेछ आँप लान हिँडेको हैन। आजबाट चाहिँ हैन म अब डेली भ्लगहरु लिएर आउँछु हैन। तपाईहरु चाहिँ मलाई साथ सपोर्ट गरिदिनु होला हैन। मेरो भ्लगलाई मन पराइदिनु होला। आजबाट चाहिँ राम्रो हैन लोकल स्टाइलमा गाउँको प्योर मतलब यस्तै गाउँहरुको बारेमा यस्तो भ्लग लिएर आउँछु हैन। मलाई सपोर्ट गरिदिनु होला। म त पछाडी यस्तो हिँडेको बोकुन्ने गर्दै रहेछ के गाइस। म चाहिँ आँप लिन जानु पर्छ यस्तो घाममा सरौ माथि खताखामा हो हैन। यता माथितिर हो यहाँ धेरैतिर जाने उता आँप भयो नि हैन गाइस। टक्क लाएर म चाहिँ जाँदैछु हैन। यो कुराको एक कुरा आँप ल्याउँछु हैन। आज त घाम पनि कस्तो ज्यादा लागिरहेछ कि गाइस। टक्क लाएर म हिँडेको हामतिर चाहिँ अहिले यस्तो सर मकै हरिया भइरहेछ गाइस हैन। कतै चाहिँ उता धान चामल हालिसकेको छ भने कतै सानो पानी नपरे पछि छरेको बारीको मकै सबै मन लागेको छ गाइस हैन। सबै यसरी सुकेर पारि चाहिँ ट्र्याक्टर जाँदै रहेछ गाइस। यो चाहिँ हाम्रो गाउँ हैन एकदम सम्म छ के गाइस हैन। टक्क लाएर म चाहिँ हिँडिरहेको छु। यस्तो घाम लागिरहेको छ गाइस। म चाहिँ त माथि आइसकेको छु हैन गाइस। म चाहिँ उ त तल से जसला घरबाट आएको हैन। सर हिँडिरहेको छु म चाहिँ। टक्क लाएर दाजबारतिर आइपुगेँ हैन। यहाँ आल्चा रहेछन् गाइस। आल्चा रहेछ हैन। चुरेर खाइदिन्छु कि म चुरेर खाइदिन्छु। आल्चा चुरेर खान्छु है गाइस म। माथितिर रहेछन्। यो चाहिँ अर्कैको आल्चा हो त्यो पनि म चुरिरहेको छु कि हैन। सो म चाहिँ चुरिरहेको छु गाइस। टिप्नु हो दुईटा चाहिँ टिपे पाकेको आल्चा चुरिसकेको छु मैले चाहिँ। आल्चा चुरिसकेँ गाइस। म चाहिँ भाग्दैछु। यो चाहिँ हाम्रो दोस्रो घर हो गाइस। एउटा घर चाहिँ वहाँ तल हैन। यो चाहिँ हाम्रो माथि घर हो। पुरै झार पलाइसक्यो अहिले चाहिँ। यस्तो भन्छ गाइस हाम्रो घर चाहिँ हैन। हामी चाहिँ तल बस्छौँ हैन। यो चाहिँ माथिको मूल घर हो। सबै कुरो लागेको छ गाइस। म चाहिँ आल्चा साल्चा चोरेर हैन भागेर हाम्रो यो माथि घरतिर नि आइसकेँ। अब चाहिँ म घरबारतिर जान्छु गाइस। म चाहिँ हिँड्छु। हाय कटर हामीले चाहिँ कटर पनि यत्रो भइसक्यो तरकारी खाने बेलाको हैन। गाइस हैन यहाँ नि आल्चा पाकेर रहेछन्। यहाँ पनि एउटा चाहिँ खाइन्छु म। लाग्दै लागेन यार। केले हान्ने मिल गयो साला। सो गाइस दुईटा आल्चा चाहिँ मैले यहाँ पनि टिपिसकेँ। अब लागौँ खरपाखातिर। म चाहिँ आज दुईजनाको आल्चा चाहिँ चोरिसकेको छु। त्यहाँ सिस्नो रहेछ कस्तै सिस्नोले पोल्यो गाइस। त्यहाँ पर यो आल्चा टिप्दा कि सिस्नो रहेछ खुट्टामा पोल्यो मेरो चाहिँ। यो आल्चा चाहिँ एकदम रातो भएर पाकेको छ हैन। यो सुरुमा टिपेको चाहिँ पाकेको छैन कि। यो सुरुमा र पछि टिपेको आल्चा हैन। सो गाइस यो चाहिँ हाम्रो गाउँ हैन। हाम्रो घर चाहिँ उल्टो परको हो। म चाहिँ त्यहाँबाट आएको। यो चाहिँ हाम्रो घर तलको माथि घर अहिले देखिहाल्नुभयो हैन। हावा चल्ला केही बुझिरहेको छैन होला। म चाहिँ आँप भाटा नि आइसकेँ। यही हो आँप हाम्रो चाहिँ हैन। यो खरपाखामा आँप चाहिँ यता रहेछ हैन गाइस। टन्नै फलेको छ भने त्यति धेरै चाहिँ फलेको रहेछ। उतै कतै रहेछ हैन। त्यो पनि भित्र त आँप त रहेछ हैन। टक्क लाएर यो चाहिँ हाम्रो खरपाखा हो। म चाहिँ अब आँप तलको गाउँ। म चाहिँ अब आँप टिप्न लागेँ गाइस। यो चाहिँ बोरा हैन। एकदम गर्मी छैन गाइस। म चाहिँ पसिना आइसकेको छ कि। टक्क लाएर म चाहिँ यहाँ रुखको फेदमा आएर बसिरहेको छु। अब चाहिँ म रुखतिर चढ्छु कि गाइस हैन। सो गाइस हैन म चाहिँ आँप टिप्न यसो हैन रुखतिर नि चढेँ हैन। साला आँपै फलेको छ नि गाइस। बिहान झन् त्यस्तै रहेछ। आँप फल्न त अलिअलि त फलेको छ कतै हैन। यति टोक्यो नि गाइस मलाई ब्याङ्कले यति टोक्यो नि हैन।
आँप पनि टिप्नै सकिएन होइन। कत्रो आशा बोकेर आयो त आँप टन्नै फलिन्छ होला भनेर आएको है। फलिन्छ भन्थ्यो अरू गाउँका होइन, त्यहाँ टिप्न आएको त आँप पनि फलेन चाहिँ गाइस। टिप्नै सकिएन यार गाइस। ब्याङ्गले त्यस्तै टोको है, हातभरि खुट्टाहरू अलि टोकेर टोक्न पनि ब्याङ्गले उ गर्न सक्यो। गाह्रो पऱ्यो यार गाइस। कति माथि छ होइन, अलिअलि त झारे होइन, अलि तलको टिप्ने अनि लाने होइन। सो गाइस म चाहिँ आँपै टिप्न सकेँ होइन, कस्तो पिर पऱ्यो मलाई होइन। अलिकति टिप्यो होइन गाइस, यति टिप्नु छैन, बोराको अलिकति छ होइन, यति टिप्यो होइन, धेरै टिप्नै सकिनँ। ब्याङ्ग त्यस्तै रहेछ। आँप पनि फलेन चाहिँ कि यसपालि आँप नि एकदम कम फलेछ होइन, त्यो टिप्नै सकिएन। म चाहिँ अब यति लिएर घरतिर लान्छु अनि हेर अब। सो गाइस होइन म चाहिँ आँप लिएर त घरतिर आइपुगिसकेँ होइन। म अलिक टेन्सनमा छु, आँप पनि फलेन छ। यो चाहिँ होइन हाम्रो घर हो, यो चाहिँ गोठ भनौँ। टक्क लाएर होइन गाइस, आँपलाई चाहिँ यतातिर राखिदिउँ। मेरो लुगा मिलाउँथ्यो अलिबारमा मिलाउँला। सो गाइस आजको भिडियो चाहिँ यति नै हो। यस्तै छोटो छोटो मिठो मिठो भ्लग तपाईँहरू लिएर आउनेछु। आजलाई एन्ड टाटा बाइ बाइ गाइस, लभ यु।